हाम्रो झापाको सबैभन्दा ठुलो फेमस खानेकुरा के हो? बिहानै उठेर भक्का भक्का भने केपी ओलीको चुनाव पक्का। अब उम्मेदवारी त मैले पनि अहिले गएर टिकट लिन मिल्छ। केपी ओली जिन्दाबाद, भोट केमा माटोमा। ओली हाजेकोमा खुसी हुनेमा एमाले जति बढी चाहिँ अरू चाहिँ हुन्छ जस्तो मलाई लाग्यो। गाठामा हेलेर पर्खाउँछु डाठा डाठा। साँच्चै म प्रधानमन्त्री भयो नि बाबुराम भट्टराईलाई लगेर कैसे लोग रहते हैं यार यहाँ पर। चाइनाले यति माथिबाट रकेट लन्चर हान्दाखेरि नि धरानवासीले समाउनु आकालो। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। तेरे हो यस्तो वाइया प्रश्नहरुको यो बासी प्रश्नहरु यो पेट दुख्ने खालको प्रश्न। मेरो खराब पानी छ मेरो खराब। एउटा कुरा मेरो तपाईलाई बिन्ती के छ भने तपाई आफू राम्रो गर्नुस्, अरूलाई गाली नगर्नुस्, अरूलाई गाली नगर्नुस्। लो मार्यो 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 मलाई मार्यो। नेपालीमा राम्ररी भन्छु, भात खाने जनता हो नि यो पल्ट चुनावमा भोट हाल्न जाँदैन, घरमै बस्छ। तू साला बहुत नीच आदमी है। सांप को देखा और तेरे को देखा तो पहला सांप को छोड़ के तेरे को मारना।